नक नक हेलो के छ सन्चै हुनुहुन्छ न्युजिल्यान्डमा एउटा टपिक एउटा विषयमा दिनको एउटा भिडियो बनाउने भन्ने अठोट लिएको छु र आज चाहिँ म तपाईलाई न्युजिल्यान्डमा जिम हल भिजिट गराउँछु के कस्तो हुन्छ हेर्नु होला है मेरो बसन्ती जिमको गाडीबाट मैले झोला झेकेँ अब जाउँ है त जिमको मेन इन्ट्रान्स हामीसँग यसमा कार्ड छ रेड कार्ड एन्ड ब्ल्याक कार्ड दुईटा हुन्छ फ्यामिलीले चाहिँ ब्ल्याक कार्ड यो चाहिँ रेड सिङ्गलको लागि ब्ल्याक कार्ड पनि छ हाम्रो दुईटा र भित्र छिरियो पास भयो हल्का वार्म अप गरेपछि आज चाहिँ मेरो ब्याक र थाई छ वार्म अपमा यो जिमहरू चाहिँ सेन्ट लुक्समा रहेको छ यो सिटी फिटनेस यसको ब्रान्चहरू धेरै ठाउँमा छ यहाँ देख्न सक्नुहुन्छ हेभी लिफ्टिङहरू गर्नु यता आउँछ भने अलि वार्म अपको लागि चाहिँ यो दिन्छ जिम हल प्रायः जस्तो सेम हुन्छ नेपालको र योमा केही फरक छैन तर सुविधा चाहिँ केही न्युजिल्यान्डमा चाहिँ आज चाहिँ यहाँ खाएर जस्ट फिनिस अ जिम फ्रेस भएर चाहिँ बाहिर निक्लिँदैछु आजको भिडियो चाहिँ लामो भयो होला धन्यवाद सम्पूर्णलाई धन्यवाद नेक्स्ट टाइम आर्ट टपिक